नमस्कार साथीहरू, स्वागत छ तपाईलाई र्यापिड स्पिक हबमा। आजको भिडियोमा हामी नेपालबाट इजरायल केरगिबर जान चाहने सबैलाई अत्यन्त महत्त्वपूर्ण नयाँ अपडेट लिएर आएका छौँ। यदि तपाईँ विदेशमा काम गर्न चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला। इजरायल केरगिबर कार्यक्रम के हो? इजरायलमा बुढाबुढी, अपाङ्ग र बिरामी व्यक्तिको हेरचाह गर्न केयरगिभर आवश्यक हुन्छ। नेपाल र इजरायल सरकारबीच G2G सम्झौता अनुसार नेपाली कामदार पठाइन्छ। यस कार्यक्रममा मेनपावर प्रयोग हुँदैन, सबै प्रक्रिया सरकारी हुन्छ। 2025 को नयाँ अपडेट अनुसार 2025 मा करिब 1000+ नेपालीहरू केयरगिभर इजरायल पठाउने तयारी। छनौट प्रक्रिया लटरी सिस्टमबाट भएको थियो। पहिलो चरणका उम्मेदवारहरू भिजा प्रक्रिया अगाडि बढिरहेको छ। अर्को चरणको नयाँ आवेदन चाँडै खुल्न सक्ने सङ्केत। हालसम्म आधिकारिक मिति घोषणा भएको चाहिँ छैन। आवेदन प्रक्रिया कसरी हुन्छ त भन्नुहुन्छ होला। यसको लागि चाहिँ नेपाल सरकारको आधिकारिक वेबसाइट मार्फत सूचना आउँछ र त्यसमा अनलाइन रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। त्यस पछाडि छनौट प्रक्रिया लटरी सिस्टमबाट हुने हुन्छ। त्यो सबै सके पछाडि मेडिकल टेस्ट, त्यस पछाडि इन्टरभ्यू, भिजा प्रोसेसिङ, ओरिएन्टेसन, यी सबै प्रक्रियाहरू चाहिँ आवेदन प्रक्रियाहरू हुन्। इजरायल केयरगिभरमा जानको लागि योग्यता चाहिँ तपाईँको उमेर 25 देखि 45 वर्ष हुनुपर्ने छ र शैक्षिक योग्यता +2 सम्म हुनुपर्ने छ, अथवा केयरगिभर तालिम लिनु भएको छ भने सिटिबिटी, त्यो तपाईँको लागि एकदमै फाइदा हुनेछ। शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने छ। अपराधिक रेकर्डहरू हुनुहुने छैन। र आयो तलबको कुरा र सुविधाको कुरामा। तलब तपाईँको 150 देखि 2 लाख रुपैयाँ मासिक हुन्छ। साथसाथै सुविधाहरू बस्नको व्यवस्था हुन्छ सबै। हेल्थ इन्सुरेन्स पनि हुन्छ, ओभरटाइम पनि हुन्छ, कानुनी सुरक्षा पनि तपाईँलाई इजरायल केयरगिभरमा जाँदाखेरि प्रोभाइड यो सुविधा हुन्छ र तलब पनि यही हो। ठगीबाट चाहिँ कसरी बच्ने? छिटो पठाइदिन्छु भन्दै दलालहरूबाट आफू चाहिँ सावधान अपनाउनु पर्ने हुन्छ। सामाजिक सञ्जालका झुटा विज्ञापनबाट टाढा रहनुहोला। सरकारी सूचना मात्र विश्वास गर्नुहोला। यदि तपाईँ इजरायल केयरगिभरमा जान चाहनुहुन्छ भने धैर्य राख्नुहोला। कागजात तयार गर्नुहोस् र सिप र भाषा सिक्दै गर्नुहोला। त्यसले तपाईँलाई पछि एकदमै सहज हुनेछ। भिडियो उपयोग लाग्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोला।